सो हेलो गाइज वेलकम टु माई नेक्स्ट ब्लग। आज चाहिँ हाम्रो कलेजको चाहिँ वेलकम प्रोग्राम छ। सो गाइज म पनि रुमदेखि हिँडिसकेँ, अब सिधै नेपाल एकाडेमी हल कमलादीतर्फ नै जाँदैछु। आज मेरो पर्फर्मेन्स पनि छ, ऱ्याप हान्दैछु मैले। सो त्यही भएर तपाईँले यो भिडियो पनि लास्टसम्म हेर्नुपर्ने हुन्छ। फाइनली गाइज अहिले चाहिँ म शान्तिनगर गेट पुगिसकेको छु। सो गाइज अहिले चाहिँ हामी नेपाल एकाडेमी हल अगाडि छौँ। केटाहरूलाई देख्न सक्नुहुन्छ तपाईँहरूले। के छ केटा? सब एकदम बबाल। सब ठिक छ है? आज बवाल गर्नुपर्छ है। बबाल जिनिस त आज हिरो देखेर आएको छ। के छ काका? के छ हल्का ठिक छ? चिन्नु पनि मलाई मैले त चिनिनँ यार, यता कोही के देखाउ मलाई के छ हो साथीहरू? क्या भयो यार? के छ? ठिक छ यार, बवाल छ यार। होला है। बिग फ्यान अफ यार, भिडियो हेरेर आउँछु यार। हेलो सर, हेलो। सो वेलकम टु जनक जोशी ब्लग्स। Okay. Oh yeah, thank you so much. Nice meeting you all, guys. Okay. Hope you guys are well prepared today. Yeah. ओके, आज कस्तो फिल भइरहेछ? Oh, I'm pretty excited. हो As every year it happens, I'm excited, but at the same time a bit sad also because I'm going to do farewell to my lovely ones. वाउ। Okay. Yeah. But welcome, excited because our new lovely ones are coming. ओ नाइस नाइस। yeah. थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू। Yeah, thank you. यहाँ सरहरू हुनुहुन्छ इङ्ग्लिस सर। के छ सर? ठिक छ ठिक छ। केही भनिदिनु न मेरो भ्लगमा। दामी छ दामी, अब जयसीलाई हेर्नुपर्छ। हो यता नेपाली सर पनि हुनुहुन्छ। हेलो हेलो सर, हाई गरिदिनु सबले। अहिले चाहिँ हामी माथि हलभित्र चाहिँ जाँदैछौँ। माथि जान्छु होला हामी चाहिँ, किनकि 12को चाहिँ माथि होला न? 12को माथि होइन? माथि 11को छ। त्यही हो, अब हामी माथि मेरो साथीहरू चाहिँ भेटिसकेको छ यहाँ केटा। 11को भाइ बहिनीहरूको लागि रहेछ यहाँ। उता जाऊँ कि हामी माथि? हाम्रो चाहिँ माथि जानुपर्छ। सबै पर्फर्मर साथीहरू बाहिर जानु होला है, आफ्नो आफ्नो हौसला गर्नु। स्टेजमा चाहिँ बबाल पर्फर्मेन्स भइरहेछ। अब हामी पनि तल ब्याक स्टेजमा जाँदैछौँ। अब हामी पनि पर्फर्मेन्स आउँछ होला। सो गाइस अब यसमा चाहिँ मेरो ऱ्याप छ, ट्याक्क लगाएर अब अब मेरो चाहिँ पर्फर्मेन्स भइसकेको छ। अनि अब चाहिँ 12को चाहिँ दाइहरू छ कि क्या हो? अनि के छ हो हिरो? के छ यार बिर्स्यो है? के छ अलराइट? के छ? म्यामहरूसँग चाहिँ गाइस म्याम यो के अरे प्रोग्राम बिना जानलाङमा चाहिँ हामीलाई चाहिँ यो कुराले धेरै चित्त दुखेको छैन। दिल दुख्न म्यामले हामीलाई कलेजमा यस्तो चाहिँ हामी पढ्दैनौँ अब, किनभने म्यामले हाम्रो भने मान्नु भएन, हामी पनि म्यामको भने मान्दैन।
ल बाई गाइज अहिले चाहिँ हामीले अब दुईवटा सुडा खेलिसक्यौँ अब चाहिँ अझै हामी आइसक्रिम खान जाँदैछौँ हाम्रो प्रोग्राम चाहिँ इन्ड भइसकेको छ हामी चाहिँ यसो यहाँ बसिरहेछौँ गफ परिरहेको छौँ अब चाहिँ अब केही मिनटमा चाहिँ हामी अब रुमतर्फ जान्छौँ होला यहाँ चाहिँ हामीसँग डान्सर हुनुहुन्छ सो गाइज हामी चाहिँ अब प्रोग्राम सकेर चाहिँ रुमतिर जाँदैछौँ हामी अहिले कमलादीमा छौँ सो गाइज हामी चाहिँ गाडी जान्छौँ सो गाइज अब म चाहिँ रुम पुग्न आँटिसकेँ यो भिडियो चाहिँ कस्तो लाग्यो राम्रो लाग्यो भने चाहिँ लाइक कमेन्ट गर्नु नबिर्सनु होला एन्ड थ्याङ्क यू सो मच फर वाचिङ दिस ब्लग एन्ड विल बी सोन विथ नेक्स्ट ब्लग थ्याङ्क यू गाइज